यहाँ हेर्नु नि बेला जान आँटेको यहाँ आउनु म कस्तो भन्छु ल कस्तो भएछ राम्रै भएछ त अनि खोइ त अब त्यो माथि पनि लाउनु यहाँ पनि अलि लामो पोते पनि छैन यो दिनु नि मलाई त्यो लामो हार लाउनु नि लाइन हौ अहिले अब कान्छीले हेर्नु न कान्छी यो पोते लगाला अब कान्छी दिदी के लाएर जानु भयो आउनु लुचु छिटो रेडी भएर साडीको लागि अनि बेमा जान के लानु यो केटी त के भएर आयो साडी ल्याएर जानु नि बुहारी कति राम्री भइन्छ त्यस्तै गरगहना लाउनु सिधोको टिको लाउनु साडी लाउनु कपाल बाँध्नु म त्यस्तै जान्छु हुँदैन राम्रो बिहे बटुला भनेको अब चाडबाडमा यसो कहीँ पढाउँदा केमा सिन्दुरको टिको लाएर गरगहना लाएर साडी लाएर जाओ त्यति हो गति राख्नु हुँदैन भयो कस्तो भयो राम्रो भयो म साडी लाउनु त त्यसमा साडी त लाउनु त टिकाहरू लगा गरगहना लगाएको थिएँ कहिले मर्न हालिदिँदैन नि त बाउलीमा जामा नलाउनु म साडी लाएर साडी लाउनु साडी लाएर जाउँ न अन्त कस्तो राम्रो बिहेमा जानु बुहारी यस्तै चडक्क उनीहरू चाहिँ तल सुहाउँछ साडी लाउन पार्टी ड्रेस जस्तो लाएर हिँड्नुहुन्छ हौ बिहेमा लाउनु न पार्टी होइन नि त बिहेमा बिहे बटुलामा भनेको चाडबाडमा भनेको अनि यसो पुराण सुरानमा साडी लाउनु चेन्ज गर्छु नि त पोते लाउनु टिका लाउनु अनि जानु ल ल ल म लुगा फेरेर आएँ त ल ल